9 महिना कोखमा राखी तिमीले भित्र्यायो मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि तिम्रो माया र ममता म सम्झिने छु जहिले तिम्रो साथ। यहाँ चाहिँ आज हाम्रा घरका आमाले चाहिँ जोसिया रफिलिङी कथा सुनाउनुहुन्छ गाइसहरु। कथा चाख्ने भने चाहिँ फालेलुङ 5 युनिट जयप्रसाद कुमारको घरमा आउनु होला है। क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो माया